मन किन घुम्ती घुम्तियो मेरी पलातिनी आएको बेला चामल कुटेर रोटी हालेर झै पारेर अनि कानी भनेर नानीले दुईटा आटा हाई गरिदेऊ हाई हेलो नमस्ते आज चाहिँ म धेरै पछि एउटा नयाँ भ्लग लिएर आएको छु। आज चाहिँ चैते दसैँ। ह्याप्पी चैते दसैँ सबैजनालाई। मलाई चिन्नु भएको छैन भने चाहिँ म चाहिँ सेलिजा छेत्री बागलुङबाट। अनि आज चाहिँ हाम्रो श्रीनिकुको पहिलोचोटि मन्दिर लग्ने हो कि उसलाई चाहिँ। अनि आज चैते दसैँ पनि हो। अनि बागलुङ भनेपछि चैते दसैँ भनेपछि है छुट्टै भाइब्स आइहाल्छ। अनि सबैजनालाई देश विदेशमा हुनुभएकोलाई सबैजनालाई यो भिडियो चाहिँ समर्पण छ। किनभने अब हामी त गइराखिन्छ नि त, त्यहाँको माहौल मैले सबै देखाउँछु के कस्तो हुन्छ हेरेर प्रतिक्रिया दिनु होला। अनि आज चाहिँ हामी माथि आज चैते दसैँ हो नि त। अनि हाम्रो ड्याडी मम्मी चाहिँ धेरै भयो उतै माथितिरै हुनुहुन्छ। अनि त्यही भएर आज चाहिँ हामी सबैजना भएर अनि माथि गएर सँगै चैते दसैँ मनाउने भनेर गाउँ जाने हो। मन्दिर गएर आएर खाना चाहिँ गाउँ नै जान्छ। के हुन्छ म सबै देखाउँछु है। बाई सुनेको बाई गर बाई। हाई वेलकम टु माई भ्लग। हेलो थ्याङ्क यू भेरी मच। हाई श्रेणीको हाई हाई भन्नु हाई भन्नु। यिनी त अब चाहिँ रनभुल्ल पर्छन् के गर्दै हिँडेपछि ल हामी चाहिँ हिँड्यो। अनि पूजा गर्ने सामानहरू चाहिँ ब्यागमै हालेर हिँडेको समात्न अप्ठ्यारो हुन्छ भनेर उहीँ गएर गराएर। त्यहाँ आज चाहिँ एकदम भिड छ जस्तै छ। आज चैते दसैँ नि भयो नि त, एकदमै छुट्टी भिड छ। मान्छेहरू एकदमै 4 बजीदेखि फर्किसकेको थियो क्या 12 बजी म उठ्दाखेरि त। यस्तो रमाइलो छ यहाँ त। मेला चाहिँ यहाँको भित्र। ठिकै छ चैते दसैँ भाइस बल्ल आयो है। यहाँ यस्तो देख्दाखेरि कति रमाइलो हो। राम कति भिड हो, रमाइलो छ। बारु दिदी कस्तो लागिरहेछ त नि यस्तो भिड देखेर? छक पऱ्यो हामी तर यति सस्तो भिड होला भन्ने चाहिँ लागेको थिएन। बाहिरदेखि पनि धेरै आउनु भएको रहेछ, त्यही भएर एकदमै भिड छ दिदी। हराइएला जस्तो छ। फोन चाहिँ साइलेन्टमा नराख्नु, साह्रो लाउनु, भाइब्रेसन नराख्नु। हाई श्रीनिकु हाई संगलो पानी धमिलो मन किन घुम्ती घुम्तियो मालुङ्गा कटेसी घुम्ती घुम्तियो क्या राम्रो बागलुङको पञ्चाकोट। बागलुङे प्लस बाजा भएपछि के चाहियो। अनि बाजा चाहिँ सबै अशक्तहरूले बजाउनुको रहेछ। अनि यस्तो दामी बजाउने है, कस्तो नाचौँ नाचौँ वाला भएपछि कि
यो लाइन हो कि यहाँदेखि लाइन छ राम कसरी हो डबल लाइन हामीले पूजा गरेर भ्यायौँ अनि परिवारलाई चारो पनि हालिदिउँ अब चाहिँ यस्तो नाचेर अनि घर जाने एकदमै भिड छ हामी छिटो छिटो गऱ्यौँ आउनु भएको छ भने त ठिकै छ नआउनु भएको छ भने चाहिँ यहीँबाट दर्शन गर्नुहोस् हजुरहरूलाई कालिका मन्दिर कालिका माताले सदैव रक्षा गर्नुहोला हामी त एकताल डान्स गर्दै हिँड्न लाग्यो अब एकछिन फोटो खिचेर कस्तो लागिरहेछ त यस्तो भिड छ है अझसम्म पनि जे होस् रमाइलो छ यहीँदेखि रमाउनु है मेरो भिडियोदेखि रमाउनु हजुरहरू सबैजना 101 भ्लगर 101 क्यामेराम्यान ओ माई गड लाइन यहाँदेखि हो र ए होइन होइन यो नआउने लाइन हो लास्टै भन्दा लास्टै धेरै भिड यस्तै हामीसँग घुमिराख्नु भएको छ होला रमाइलो मानिराख्नु भएको छ होला कपाल उडेर हामी चाहिँ आयो घरमा अब चाहिँ एकछिन यताउता गर्छौँ अनि अर्को अटो बोलाएर गाउँ जानु पर्ला अब चाहिँ हामी माथि घर जानु लाग्यो ल फाइनल्ली हामी घरमा नि आइयो यहाँ कामहरू हुँदैछ हजुरहरू रेगुलर भ्युअर्स हुनुहुन्छ भने हाम्रो घर पहिला कस्तो थियो अहिले कस्तो बन्यो हेर्नु है त यस्तो भयो यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ माथि रुम बन्दैछ छामु जस्ती भन्दै हुन हाय लड़ाई क्या
माइला आमा हाई ओइ छेउमा नलैजा है केटी अब परीक्षामा राम्रो नम्बर ल्याएर पास हुने टेंशन नहीं लेने का अपू है ना हातमा खुट्टा उभिने कोसिस गर्ने अब छिट्टै है छिट्टै अब मम्मी नमस्ते बाट पनि देख्न सक्नुहुन्छ हाम्रो चैते दसैँ त्यो अर्को दसैँ जस्तै बडा दसैँ जस्तै हुन्छ जहिलेसुकै ल के लाउने रे बाबाले हेर त ल हामीले त खानासाना खाएर भाँडासाँडा माझ्यो अब उता हजुरआमाकोमा गएर यसो टिकटक सिकटक गराउँछौँ अनि एकछिन बसेर फेरि फर्किहाल्ने हो हजुरआमा के गर्नु पर्यो रे एउटा हाम्रो भिडियो उठाएर ठुलो टिभीमा आउने बनाइदेल का हाम्रो टिभी छ ठुलो टिभी छ मैले जहिलेसुकै हेरिरहेको ल भनेर मैले मेरो भ्लग हेर्नुहुन्छ का टिभीमा होइन हजुर जहिलेसुकै हामी दुईजना साथी साथी हौँ दुईजना हेरौँला देखौँला भनेर बेस्ट फ्रेन्ड हुन् क्या यिनीहरू सानैदेखि बिहा गरेदेखिका मम्मीको साथी कहाँ जाने पो म भन्थेँ कि मम्मीको साथी कहाँ जाने हो कि म त भन्थेँ कि मेरी पलातिनी आएको बेला चामल कुटेर रोटी हालेर ज्वाइँ पारेर अनि कानी भनेर नानीले दुईटा आटा बाल्ने यसरी लाउने त्यसले लाउने यसरी लाउने दुईटा आटा बाल होइन थोरै हुन्छ नि मैले के अरे भिडियो बनाउने घुम्ने नाच्ने मात्रै होइन काम नि गर्छु काम त गर्नु पर्यो नि आफूलाई आवश्यक अनुसारको होइन ठिक छ मैले रोटी खाएर ट्याक्क मैले भोलि हाल्छु र भोलि हेर्ने हजुरआमा भोलि हेर्ने यत्रलाई नि मुगाले कुन्तु आऊ आऊ योगा फाइनली रेडी भयो काफल है साथीहरू थाहा छ होला नि है थाहा छैन भने यो चाहिँ काफल हो अनि ल खानुस् है गाउँमा के यत्रो केटाकेटी भएर नि मोबाइलमा मात्रै ध्यान रहेछ क्या हो यहीँ बाटैमा काफल छ नखाने के स्थिति यहाँ मेरो लागि भनेर राखिदिएका हामीले चाहिँ आए बेलामा यस्तो फुलहरू सारिदिउँ भनेर यसरी सार्यो यहाँ ह्याङ्गिङ पनि भयो अब दिदीले त्यहाँ गराउँदैछ राम्रो देखियो मन पर्यो फुल फुल पनि मन पर्यो यो पनि ठिक हो क्या यो तिनवटा झुन्ड हुन्छ तिनवटा झुन्ड आएको एकदम ठिक ए यहाँ रोटी पाकिसकेछन् ल है सेलरोटी खाने भए सम्पर्क गर्नु हामीलाई युट्युबमा नि हाल्दैन मैले होइन रोटी पुऱ्याउन सकिनाले छोरे खानु रङ्गाका रोटी फुपू होमवर्क हो ल अब चाहिँ हाम्रो रोटी खाने बेला भइन्छ है खानुस् है तिमीले पनि खान्थ्यौ खान्थ्यौ बाबा उता हेर दिदीलाई उता हेर न उता हेर्दैौ न अब चाहिँ हामी घर जान्छौँ है बेहाल भयो हालत चाहिँ घरि के गरेर
अब हामी घर जान्छौँ। अब बागलुङ बजार गएपछि भेटौँला है त। गुड मर्निङ सबैजनालाई। आज चाहिँ चैते दसैँको अर्को दिन अनि आज चाहिँ धुम्म गरेको छ फङ्सन पनि। अनि हामी सायद साथीहरू सबै भएर यसो फुत्त मेलातिर जाने कि। अब अस्ति चाहिँ हिजो चाहिँ मन्दिर गयो नि त, अनि गएर मात्रै आइयो। अनि त्यस्तो मेलाहरूमा पुरै घुम्दैन नि त, कस्तो रहेछ के रहेछ गेमहरू खेल्न। अब के हुन्छ यसो हेरौँ भनेर चाहिँ। अनि गेमहरू मलाई फेरि हेर्न एकदम मन लाग्छ कि, भलिबलहरू यताउता हुन्छ नि, ठेलो फाल्ने यताउता। अब के दाइन्छ 2 बजीतिर गयो भने त सायद गेम हेर्न पाइन्छ होला। हेरेर चाहिँ आउनु पर्ला। हाम्रो चाहिँ इक्जाम आइरहेछ कि एकदमै नजिकै। अनि त्यही भएर यस्तो भ्लगहरू पनि ल्याउन पाएको छैन मैले। अलिकति पास हुने तरिकाले त पढिदिउँ भनेर। अनि आज चाहिँ कसरी जान्छौँ हामी, को जान्छौँ भनेर मैले सबै देखाउँछु है त। अनि हामीसँगै हजुर पनि मेला घुम्नु होला। हाई तिमीहरू देखे होइन? अहिले भने हाम्रो चाहिँ बागलुङ बाटोमा जन्मेका गाई मित्र हुनुहुन्छ उहाँले शानदार स्पाइक जर्सी नम्बर 7 बाट अङ्क जोड्न सफल यात्राका लागि यस्तो छ अब नचुरा। अब यस्तै लस्काएर राख के। अब चाहिँ हामी बस्ने ठाउँ पनि पाएँ। मजाले गेम हेर्छौँ। एउटा गेम हेरेर अनि बल्ल उता जाने। गाइज हामी यस्तो गरी गेम हेरेछौँ है। फेरि इक्जाम आएको मान्छेहरू हो कि हामी। इक्जाम आइन्छ तर हाम्रो साथीहरूलाई पनि देखेर हामी ढुक्क हुन्छौँ। उता बाँदर छ नि यस्तो छ यहाँ चाहिँ। विन्डो सपिङ गर्नु है हजुरहरूले। मेरो भ्लगदेखि विन्डो सपिङ यस्तो छ यहाँ चाहिँ। आमै कति आइसक्यो त। ए किन जाने रहेन, यताबाट जाम त नि, चोरी बाटो जाम। टिकट नभए यस्तो जाँदा गयो नि हुन्छ। यस्तो रहेछ यहाँ। यहाँको तर यताबाट आएको नि त हुन्थ्यो नि होइन। यसो घुमाइदिउँ भनेर। आरती कुनमा राख्यौ बलमा? आइज न बल आइज। आएन ल रोज आइज त। रोज आइज रोज आएन यार। यतिको तेस्रो म्याच हो है अहिले चाहिँ। चरामा सुगामा गेम खेल्यौँ हार्यौँ तर अब चाहिँ हामी मकै खान्छौँ। चिसो छ तातो मकै खान्छौँ अनि घर जान्छौँ। हामीले के मकै खाँदाखेरि त्यहाँ बस्नु भएको थियो क्या दाई अङ्कलहरू पछाडि। उहाँबाट चाहिँ यतिको मान्छेहरूले मकै खोज्ने त के अरे जेन्जीहरूले मकै खोज्दा त खुसी लाग्ने त्यस्तै कुरा गर्नुभयो क्या।